खाना खाने चिया पिउने आराम भयो कुरा गर्दै हजुर तिमी बिर्से म विदेशी हो त्यसैले म बिस्तारै बोल्ने बिस्तारै कुरा गर्ने पछि मैले बुझे यदि चित्त मैले बुझिन मले हुन्छ साथीहरु बालापनको याद आउँदै होला हेलो एभ्रीवन वेलकम ब्याक टु माय युट्युब च्यानल हामी चाहिँ यहाँ सानाकोसी बस स्टपबाट यतापट्टि ओर्लेर हामी चाहिँ जामाचो गइरहेछौँ तर जामाचो जाने बाटो चाहिँ यस्तो हामीलाई साँघुरो लागेर साङ्गिन म डरै सास फेर्नै गाह्रो भएर यस्तरी हिँडेर गइरहेछौँ माथिपट्टि हिँडौँ त गाडीले किचौला जस्तो लाग्ने गरी कुदाइरहेछन् होइन सुई गरेर तल्लो साइड अनि हामीले त्यो माथिपट्टि सास फेर्न गाह्रो भएर तल्लो साइड आएको हामी त्यसरी हिँड्दै जाने त हो नि होइन सबै जामा चाहिँ अब कति टाइम लाग्छ रे पुग्न ए ल ठिक छ आज चाहिँ गजबले हिँडिने भयो नि त म त अघिको गाडीमा बसेको उता हाम्रो बाटो आउने गाडी चाहिँ यत्रो हुन्छ नि त अन्त सिट थिएन तर पनि मान्छे हालेको छ अनि त्यहाँ मुनि बसेर आउँदा खुट्टा यस्तो दुखेर चापेर यस्तो दुखिरहेको थियो तर पछि बस्छ अरे अलिक अब हिँड्दा हेरौँ के हुन्छ गाइस ल बाटो चाहिँ यही हो है हेर्नु होला हजुरहरूले पनि कतिजना त आइसक्नु भयो होला अब नआउनु भएकोहरू चाहिँ हेर्नु होला बाटो चाहिँ यस्तै छ साइक्लिङ पनि हुँदो रहेछ कति आइरहेको देखिरहेछ कि गाइस हामी चाहिँ जामाचो छिरिसकेका छौँ टिकट लिएर टिकट लिने ठाउँ चाहिँ त्यहाँ तल थियो अनि हामी चाहिँ यहाँ उकालो लागिरहेछौँ सानकिन चाहिँ हिँड्न सक्छ म चाहिँ अब अलिकति हिँड्न सक्दिनँ कि भन्ने मात्रै हो तर हिँड्छु होला हिँड्नुपर्छ होइन अब जसरी भए पनि हामी सँगै आउनु भएको थियो त्यो माथि पुगिसक्नु लास्ट देख्दा हामी त लट्ठी नै पाएन यहाँको बाटो चाहिँ यस्तो रहेछ सिउडी एकदमै राम्रो हुन्छ बर्खामा हरियाली होला नि हामी चाहिँ माछा पोखरीदेखि मासतिर उकालो लाग्यो आर्मी गेट त्यो चाहिँ फुलबारी गेट पनि भन्छ प्लस आर्मी क्याम्प प्लस गेट पनि भन्छ त्यहाँनिर आइसकेपछि चाहिँ तपाईँहरूले एउटा फर्म फिलअप गर्नुपर्ने हुन्छ त्यसमा चाहिँ तपाईँहरूले सामान के बोक्नु भएको छ त्यसको विषयमा चाहिँ लेख्नुपर्ने हुन्छ अनि कतिजना ठेगाना कन्ट्याक्ट नम्बर अनि आइडी कार्ड सो गर्नुपर्ने हुन्छ अनि पर पर्सन 100 रुपियाँ अल्कोहल छक्कु अनि त्यसपछि मासु आइटमहरू तपाईँहरूले केही पनि लिएर नपाउनु हुन्न अनि ड्रोनहरू त्यस्तोहरू यहाँ उडाउन पनि अलाउड छैन ड्रोन अनि माइक स्पिकरहरू ल्याउन मिल्दैन बोल्दै जानले गाह्रो हुने रहेछ उकालोमा तिमी त फरार बोल्यौ हुँदैछ नि म पनि धेरै भयो साथीहरू हाइकिङ नगएको हिँडेको त्यही पनि म तिमी यहाँ कतिचोटि आएको रे म 4 चोटि भयो आजसँग त्यो पनि गाह्रो भएको छैन तिमी मेरो लागि आएको नि त यस्तै छ हाम्रो चाहिँ कस्तो फिल भइरहेछ पहिलोचोटि होइन तिमी अहिलेसम्म हाइकिङ अस्ति एकपल्ट तिमीहरूसँग मादल डाँडा गएको हाइकिङ गर्दा रमाइलो तर साथी चाहिँ 2 जना मात्र भयो माझा 2 जना हाइकिङ आइदियो यो जामाचो जाने बाटो चाहिँ यस्तो रहेछ सिँढीले सिँढी चढ्न चाहिँ इजी नै हुन्छ तर थाकिन्छ भनौँ न यस्तो चाहिँ हिँड्न परेन रुट बनाइदिएको छ सिँढीहरू मजाले बनाएको छ लौडिँदैन चुक्दिँदैन तपाईँहरू पनि बाटो सोचिरहेछ यो त एकदमै अहिलेसम्मको रुटमा सबैभन्दा काठमाडौँबाट नजिक अनि सर्ट हाइट चाहिँ यही हो है साथीहरू जामाचो है तपाईँहरू एकचोटि म्यापमा हेर्न सक्नुहुन्छ एकदमै छोटो थोरै किलोमिटर 11 कि कति मात्र छ धेरै छैन
अरू बेलाको हाइकहरूमा चाहिँ मैले 34-35 किलोमिटर हिँडेर आएको हुन्थ्यो भने यसमा चाहिँ त्यस्तो धेरै छैन। यो चाहिँ 11-12 त्यस्तै छ, 11 कि 10 कति छ। त्यत्रो पनि छैन बोला हौ। अहिले माथि हेर्नुपर्छ कति छ है साथीहरू। मलाई कन्फ्युज भयो, धेरै पहिला आएको माथितिर बोर्डतिर हुन्छ कि त्यहाँ म देखाइदिन्छु। बाँदरले वेलकम गर्दाखेरि चाहिँ ऋतु तर्सिँदा अनि आज पहिलोचोटि बाँदरको त्यो के देख्यो मैले देखेकै थिइनँ। गाइस हामी चाहिँ हिँडेर यहाँ माथिसम्म आइसक्यौँ। हामीले चाहिँ यहाँ भर्खरै पनि यो कति किलोमिटर रहेछ भन्ने चाहिँ देख्यौँ। अघि सानकेनले चाहिँ झुकेर 10 मिटर भनेको थियो, कसै चाहिँ 4 किलोमिटर रहेछ जामा छ जाने बाटो चाहिँ। 10 किलोमिटर यो उकालो चढा भए त हामी त सर्लक्कै हुन्थ्यो होला। म चाहिँ ठिकै पनि भयो हाम्रो लागि 4 किलोमिटर। अब यो बाटो चाहिँ यस्तै छ है, इजी नै रहेछ। जस्ट सिडी चिप्लेर चाहिँ लड्ला भन्ने चाहिँ टेन्सन रहेनछ। अब हेर्दै जाउँ कस्तो बाटो छ अनि हेरौँ के कस्तो छ। मैले अब सुरुमा देखेको चाहिँ बाँदर बाहिर चाहिँ अहिले मैले देखेको चराहरूको आवाज चाहिँ सुनिरहेको छु गुनगुनाको, तर अरू जनावर चाहिँ भेटेको छैन। जे जति छ जस्तै राष्ट्रिय निकुञ्ज कि के हो त्यहाँ भएको सबै एनिमलहरू चाहिँ यहाँ छन् रे, तर मान्छे बाँदर हेर्न पाएँ। अब अरू के देखिन्छ म तपाईँलाई देखाउँछु। बाँदर चाहिँ देखाउन पाएन। भ्लग स्टार्ट गरेकै थिएन, जाँदा आएरै बाटोमा वेलकम भनेर बाँदर आइदिएर 10-12वटा बाँदर चाहिँ एकैचोटि आउँदा चाहिँ मान्छे तर्सिहाल्यो नि त। सानो बेबी क्युट वाला बाँदरको पनि सानकेन चाहिँ आइरहेछन्। बल्ल तेर्सो बाटो आएँ, म चाहिँ झनै मरेँ। यो पनि थाकेर बसिरहेछ। म एकैचोटि उता खिच्छु। 1 किलोमिटर आइपुग्यौँ। ल ठिक छ। यहाँ हिँड्दा थाकेर एकछिन रेस्ट गरेर हिँडेको। उहाँ हामीले टुरिस्ट पनि भेट्यौँ, तर उहाँ राम्रोसँग नेपाली बोल्नुहुन्छ क्या। नमस्ते खाना चिया पिउने आराम भयो। हजुरको देश कुन ठाउँ रे? मेरो देश हजुर कातालुनिया, स्पेन, बार्सिलोना। कातालुनिया जस्तै तिब्बतभित्र छैन। ए हजुर। अर्को देश हो तर पासपोर्टमा स्पेनको जस्तै तिब्बतन चाइनिज पासपोर्ट। ए हजुर। अनि हजुरहरूकोमा पनि बिस्तारै भाइ नि नबिर्सिने। हजुर कति ठाउँ घुमिसक्नुभयो त ट्रेकिङ? कति ठाउँ कुन ठाउँ ट्रेकिङ जानुभयो? यहाँ नेपालमा हजुर धेरै ठाउँ। मैले हिमाल धेरै मनपर्छ। हजुर अन्नपूर्ण बेस क्याम्प, माछापुर्जे बेस क्याम्प, हजुर मनाजलु, लाङटाङ, हजुर तोरङ लापास, हजुर काङ्जा लापास, हजुर कुनरको ठाउँ Kundis in Solokumbu. Solokumbu. We had gone to Solokumbu. It is PKP. Then near Pokhara, Annapurna Base Camp, but others. Udlaya, where we had gone. Mardi Himal, other. In the left side, Australia Base Camp, other left. No, when Panchase. मैले नाम बिर्सेमा बुढो मान्छे हो त्यसैले मेरो दिमाग मेरो मेमोरी हैन हजुर धेरै ठाउँ घुमिसक्नु भएछ हजुर हजुर यतिको एजमा पनि यति धेरै घुमिसक्नु भयो क्या
हाम्रो नेपालमा यतिको एज भयो हामी घरमै बसिरह हुन्थ्यौँ कुरा गर्दै हजुर तिमी बिर्से म विदेशी हो यसैले म बिस्तारै बोल्ने बिस्तारै कुरा गर्ने पछि मैले बुझेँ यदि छिटो मैले बुझिनँ हामीले यहाँ साथी पनि भेटिहाल्यौँ कुरा गर्दै जाँदा अलिक थकै चाहिँ हजुर मनी हो हजुर यसैले यो नाम सजिलो हुन्छ अङ्ग्रेजी जस्तै मनी यसैले कतिले एउटा नयाँ नाम आउँछ हजुर अर्को एउटा भाषा तिम्रो भाषा छैन हजुर यदि तिमी एउटा नाम तिम्रो भाषा छ हजुर अलिकति उस्तै हजुर पछि सम्झिए सजिलो मेरो नाम जोसेफ हजुरको नाम चाहिँ जोसेफ के हो जोसेफ सरनेम हजुर फेरा जोसेफ मेरो नाम जोसेफ सजिलो हुन्छ अङ्ग्रेजी जस्तै जोसेफ हजुर नेपाली नाम छैन हजुर तपाईँलाई मेरो नाम पनि सजिलो लाग्यो ऋतु हजुर ऋतु सजिलो लाग्यो तिमी देखे हजुर आफूले सम्झिए सजिलो हुन्छ हजुर अनि मेरो साथीको नाम मेरो गाइड मेरो साथी माई फ्रेन्ड हर नेम बिर्से किनभने उनको नाम अङ्ग्रेजी तिहारको जस्तै छैन तिम्रो सजिलो उसको नाम चाहिँ सानकेन उनको सानकेन हजुर सानकेन सान सजिलो हुन्छ सानकेन केन ए केन त हजुरलाई सजिलो हुन्छ इङ्ग्लिस नाममा छ नि होइन केन बार्बीको मेरो ऋतु सजिलो रिता जस्तै स्पेनमा रिता छ अरे अनि उहाँलाई सम्झिँदा इजी भयो क्या ऋतु पनि त खान्छ नेपाली नाम रिता पनि हो हजुर रिता पनि हो तर स्पेनको पनि रिता छ हजुर यसैले सजिलो सम्झिए सजिलो हुन्छ ऋतु हजुर अलिकति जस्तो हजुर फेरि मेरो युट्युबको च्यानलको नाम चाहिँ अलिकति डिफ्रेन्ट छ कुरा तिम्रो नाम युट्युबमा तिम्रो नाम अलिकति फरक हजुर हितु छ फेरि त्यहाँ चाहिँ हितु छैन हितु त्यहाँ चाहिँ हितु HITU हितु हजुर किनभने खोला तिमी छ कि हो कतिले मान्छे हेर्ने तिम्रो च्यानल हजुर तिम्रो नाम कहाँ छैन हजुर अर्को नाम म एउटा छोरी हजुर कलाकार जस्तै हजुर करेक्ट कलाकार हजुर ऊ इन्जिनियर कम्प्युटर हजुर तर हजुर उनको हबी हजुर पनि सिर्क नाच्नु जस्तै ए हजुर यसैले ऊ पनि हजुर अर्को नाम छ के नाम छ उनको नाम त छ मेरो नाम मेरो छोरी तर उनको नाम जस्तै हजुर माता छैन माता छ हजुर ऊ कुरा गर्ने हो हजुर मेरो युवराजनिक नाम हजुर अर्को छ किनभने मेरो जीवन काम मेरो युवराजनिक काम हजुर फरक हिँड्दा हिँड्दै लामो बाटो हिँड्दै सास जाडा जस्तै भयो अब लगभग हामी पुग्न लागिसक्यो मलाई चाहिँ अति गाह्रो भइरहेछ त्यही पनि भ्लग बनाइरहेको छु बल्ल हिजो भइहाल्यो फाइनली म मरेर पुग्न लागेँ हिँडेर माथि पुगिसक्नु
म चाहिँ मर्छु जस्तो भएको छ माथि चाहिँ यस्तो रहेछ गुम्बा बोटसँग चौचो निस्केर खाँदैछु खाजा टाइममा साथीहरू बिचबाट स्टार्ट गऱ्यो हामीले भ्लग अनि मैले चाहिँ यो ओर्समा चाहिँ घिउ सँग चाहिँ मैले पकाएको अनि मलाई मिठो लाग्छ अनि यहाँनिर चाहिँ अहिले कोदोको रोटी लिएको रहेछ क्या कोदोको रोटीमा नि बेसी चिनी हालेछ यसले ए लुक साथीहरू यसलाई चाहिँ त्यस्तै नै चाहिने अरे नुन चाहिन्छ मलाई त्यही भएर हामी चाहिँ यहाँ खाजासाजा खाइसक्यौँ सक्न लाग्यो मैले चाहिँ अब म यहाँदेखि चाहिँ खाँदिनँ जस्तो भयो त्यसमा म स्वादै पाइनँ क्या अहिले केरासँग खान्छु बरु म चाहिँ गाइस त्यो नुन बिना बाँच्नु नसक्ने भने जस्तै भएको छु वाउ सारारा भन्ने गीतमा त माछा गुम्बा चाहिँ हामी पुगिसकेको छ पुगेर हामी खाजा पनि खाइसक्यौँ यसको भ्यू चाहिँ यस्तो छ यो चाहिँ कति धेरै बाघा रहेछ क्या यहाँ माथि चाहिँ बाँध्ने रहेछ है तलदेखि यति चाँडो दौडिँदै आइपुग्नु भयो है उहाँहरूलाई त यही तलतिर जस्तो लाग्छ होला है घरि कस्तो भिडियो रेकर्डै नहुने रहेछ क्या मैले अघि त्यत्रो रेकर्ड गरेँ रेकर्ड भएन सबै यहाँबाट त्यस्तो हेर मिल्ने रहेछ यो तर अलि धेर भएन धेरै पनि राम्रो देख्दैन नि चेन्ज गर्नुपर्ने होला होइन यहीँदेखि ओइ पोखरी देखिन्छ त है यसलाई त मेरो गोबर निकाल्नु त्यो पनि तर यार क्यामेरामा कस्तो नदेखाए गाइजहरू साथीहरू यहाँ चाहिँ यस्तो राम्रो देखिरहेछ तर कस्तो लाइट नआएर कस्तो पोखरी जस्तो देखिरहेछ त काठमाडौँ पनि जामाचोदेखि हेर्दाखेरि काठमाडौँ है यो चाहिँ हामी अघि उत्तलदेखि हिँडेर आएको होइन हामी यताबाट हिँडेर आएको रमाइलो छ हेर्दा लाग्छ काठमाडौँ सहर हेर्दा लाग्छ रहर मलाई चाहिँ त्यस्तो लाग्दैन के अरे इन्डिभिजुअल रूपमा चाहिँ त्यस्तो होला तर सबै व्यक्ति त्यस्तो हुँदैन है त गाइज अब यहाँ चाहिँ
अघि हिँडेर आउँदा चाहिँ गर्मी भएको थियो हामीलाई, तर यहाँ माथि आएपछि चाहिँ हल्का चिसो चाहिँ हुने रहेछ है। मलाई चाहिँ हल्का चिसो फिल भयो। अब टावर कहाँ छ अरे? यहाँदेखि हेर्छ नि। अब हामी यहाँ माथि टावर हेर्न जाँदैछौँ। ए अहिले हामीले उनीबाट हेरे जस्तो देखिन्छ न। ल ओके। चिसो चाहिँ किन भयो यस्तो रमाइलो ठाउँमा आएछ चाहिँ। गाइज यो चाहिँ उहाँहरूले टाँगिराख्नु भएको छ। यो चाहिँ मैले सोधेको हुन्छ। तल जाँदै गर्न हामी आउँछौँ। यहाँ यो चाहिँ आफ्नो फ्यामिलीमा जतिजना छ उहाँहरूले त्यतिवटा टाङ्नु पर्ने रहेछ। यो चाहिँ हामीले थाहा पायौँ होइन सङ्गेन। यो जतिजना फ्यामिली हुनुहुन्छ आफ्नो फ्यामिलीमा उतिवटा यो चाहिँ टाङ्ने रहेछ है गाइस। कस्तो राम्रो देखाला यहाँदेखि पो हेर्नु। यस्तो काठमाडौँ त काठमाडौँ सहर यता लाग्छ रहर। ओ माइ गड अलिकति धुमेर नजाँदा होइन यस्तो दामी रहेछ। लाइट आएन। गाइस अब चाहिँ हामी माथि टावरबाट झरेर ल अहिले चाहिँ हावा आयो नि त। यस्तो दामी हावा आयो होइन। हामी चाहिँ तल झरिसक्यौँ। अनि हामी तलको एकछिन भ्यू हेर्छौँ। अनि हामी चाहिँ फेरि आएर गर्छौँ चाहिँ। अब यहाँ हाम्रो त्यो अघि नैको कुहिरे दाजुहरूले के देखाउने भन्दै हुनुहुन्थ्यो। उहाँहरू फेरि कतापट्टि जानुभएछ। अघिदेखि बोलाएर म त्यो बाटो देखाउँछु क्या भनेर 2-3 चोटि बोलाउनु भयो। तर हामी भ्याएन क्या। कस्तो राम्रो हावा आएको। ओइ मेसिन चला जस्तै चल्छ त भाइ। त्यसले त काट्छ होला त भाइ। हामी यहाँ तल के गर्न आएको रे? बाटोहरू देखिरहेछ। सिम्बुको माथि गुम्बा हो। सिम्बुको माथि अब छोडो उहाँ त माथि हुनुहुँदो रहेछ नि त। डर लाग्यो होला हावामा त बाबा। ए अब चाहिँ खुट्टा दुख्ला यहाँ त यतिकै हेर्न हेरेर माथि फर्केर उता जानेबाट यहाँबाट त लडिन्छ होला कहाँ बाटो आएन त छोरी चेली। अब जङ्गलतिर रिल्स बनाउनु पर्छ। हामी जङ्गलमा टिकटक बनाउँछौँ, भिडियो गर्छौँ। हेर्नु होला तपाईँहरू। अन्तिमसम्म हेर्न पनि नभुल्नु होला। हामी चाहिँ टिकटक बनाउने प्लान छ। जङ्गलमा गएर रुखहरूमा रुखबाट अक्सिजन लिन बाँकी छ। हामी चाहिँ निस्क्यौँ लगभग। यहाँ हावा चाहिँ मजाले चलिरहेछ। तर मौसम हिजो पनि राम्रो थिएन, आज पनि राम्रो छैन क्या। हिजो पनि नि हामी झन्डै पानी पऱ्यो होइन त। हल्का पानी पऱ्यो। उता पर्यो होला। न्यु रोडमा चाहिँ परेको थियो।
गाइस अब चाहिँ हामी चाहिँ फर्किने क्रममा छौँ। अघि नै दुईजना हाम्रो साथी आउनु भएको थियो, उहाँहरू फर्किसक्नु भयो होला मेबी होइन। उहाँले हामीलाई खोइ के पो देखाउनु भन्नुभएको थियो, डाँडा के उनीहरूले हामीलाई दुईचोटि बोलाउनु कति बेला देखाउँछु आऊ आऊ भन्यो, तर हामीले भ्याएन क्या। अब के भन्नु इग्नोर गरेर जस्तो भयो होला। अब उहाँहरू कहाँ पुगिसक्नु भयो, हामी कहाँ छौँ, अब बिस्तारै जान्छौँ हामी पनि। अब गाइस अघि आउँदा चाहिँ हामीलाई कति गाह्रो भएको थियो, स्पेसली मलाई यो अति गाह्रो भएको थियो, रुनै लाग्यो, मुटु नै मुखमा निस्के जस्तो फिल भएको थियो। साँच्ची नै कस्तो गाह्रो भइरहेको थियो। अब फेरि अहिले ओह्रालो झर्नुपर्ने भएको छ। अब ओह्रालोमा फेरि अर्को प्रब्लम छ क्या मलाई, अघि उकालो हिँडेँ अब ओह्रालोमा मेरो खुट्टा काम्ने प्रब्लम छ कि। अब खुट्टा काम छ क्या धेरै ओह्रालो हिँडेपछि, अनि जुत्ता लगाएको हुनाले उकालोमा त नङ दुखेन, अब ओह्रालो झरेपछि चाहिँ फेरि नङ दुख्न स्टार्ट हुन्छ क्या। के गर्नु गाइस, बस्दा पनि सुखो छैन, सुत्दा पनि सुखो छैन, उठ्दा पनि सुखो छैन, हिँड्दा पनि सुखो छैन। किनभने हाम्रो यस्तै छ जिन्दगी खराब। एउटा चाहिँ फेरि टिकटक बनाएको कि के हेर्न र मजै हुन्छ साथीहरू। बालापनको याद आउँदै होला, बालापनको याद आउँदै होला नि। अन्त फोन हो नि कडा खुट्टा उसको बौडिरहेछ अरे, खुट्टा बौडिरहेछ। बाधा जस्तै हेर्नु न, बाधा जस्तै हेर्नु न, बाधा जस्तै। बाधा जस्तै उब्रो उब्रो अनि थाकेर बजिरहेछ। फाइनली गाइस सानकेन म चाहिँ झरिसकेको छौँ। हामी दुईजना मात्रै आइरहेछौँ, बाटोमा कोही पनि भेट भएको छैन। अलिअलि रिल्स बनायौँ, फोटो खिच्यौँ। अब हामी चाहिँ लगभग पुग्नै लागिसक्यौँ तल। अनि हामी चाहिँ खानालाई स्ट्रबेरी किनेर बोकेर गएको थियौँ। के खाएर खायौँ भन्यो। स्ट्रबेरी चाहिँ हामीले बोकेर लिएर आयौँ। अब चाहिँ लगभग हाम्रो गन्तव्य नि सकियो जस्तो छ। हामी तलै आइपुगिसकेका छौँ। साथीहरू हामी चाहिँ जामा चौक पुगेर झरिसकेका छौँ। यो चाहिँ जामा चौक झर्ने ओह्रालो बाटो हो। अनि मलाई चाहिँ जामा चौक एकदम रमाइलो लाग्यो, तर म त्यहाँमाथि चाहिँ एकदम कठिनाइको साथ गएको थिएँ। किन भन्दाखेरि एकदम छोटै छ बाटो चाहिँ, अनि 4 किलोमिटर मात्रै हो। तर मलाई चाहिँ मेरो लागि चाहिँ अलिकति लामै लाग्यो, म खासै हिँड्दिनँ नि त, त्यही भएर अलिकति मलाई चाहिँ गाह्रो भएको थियो। यिनी मेरो साथी चाहिँ उसले नै ल्याएकी हुन् मलाई चाहिँ। ऊ चाहिँ निकै हिँड्छन्, अनि ऊ चाहिँ 3-4 चोटि कतिचोटि 3-4 चोटि आइसक्यो। ऊ चाहिँ आइसकेको छ, अनि त्यही भएर उसलाई चाहिँ इजी नै भयो। मेरो लागि चाहिँ अलिकति गाह्रो थियो। अब म चाहिँ मेरो भिडियो इन्डिङ गर्दैछु है साथीहरू। Keep watching guys, thanks for watching my video and don't forget to like and subscribe. Love you, bye bye guys.